गाइज वेलकम टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदमै सन्चै छौँ। म चाहिँ अहिले रामपुर भन्ने ठाउँमा हिँड्दैछु। सो मैले चाहिँ अहिलेसम्म गएको पनि छैन त्यो ठाउँ जानलाई हिँड्यौँ अनि कि अब बहिनीको बिहे छ। सो त्यही भएर हामी दुईजना चाहिँ हिँडेको छौँ। ऊ चाहिँ उता छ पछाडि अघि पछाडि सिटमा चाहिँ हामी बसेछौँ। सो यतातिरको बाटो चाहिँ यति धेरै अफरोड छ। म तपाईँहरूलाई देख्न सक्नुहुन्छ बाटो चाहिँ धेरै नै अफरोड छ तर पनि हामी हिँडिरहेको छौँ। अहिले चाहिँ 4 बजिरहेको छ। हामी चाहिँ उहाँबाट हिँड्दा पुराबाट हिँड्दाखेरि त्यस्तै 11-12 बजेको थियो समथिङ। अनि त्यति बेलामा चाहिँ हामीले मैले के भ्लग स्टार्ट गर्न चाहिँ पाएन कि किनकि सो मलाई यति धेरै गाडी लागेको थियो प्लस निद्रा पनि यति धेरै लागेको थियो। दबाई खाएको भएर होला नि। सो मलाई निद्रा धेरै नै लागेको थियो मैले स्टार्ट गरेन। सो अहिले चाहिँ यतातिरको बाटोहरू चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु। देख्न सक्नुहुन्छ यति धेरै अफ प्लस राम्रो नि छ कि वाउ यो टाइपको। अन्त फेरि बाटो जानको लागि कति लाग्छ अझै 1.5-2 घन्टा जति त लाग्छ। भर्खर आएको सो गाह्रो चाहिँ यति धेरै भएको छ गाडीमा ट्राभल गर्दा बिहान 11 बजीबाट गएर है अहिले त 4 पनि बजिसकेछ। तर जुन भन्ने गन्तव्य छ नि त्यो ठाउँमा त हामी पुग्नु नै छ कि अझै कति धेरै टाइम लाग्ने हो भाइ। हालत खराब भइसक्यो गाडीमा ट्राभल गर्दा मेबी तपाईँहरूलाई म फेरि पनि एकछिनपछि स्टार्ट गर्छु। देख्न सक्नुहुन्छ बाटो चाहिँ बवाल छ यतातिरको। वाउ देख्न सक्नुहुन्छ गाउँ। वाउ यो हो नि पारा त। यस्तो राम्रो ठाउँ छ नि यतातिर। सो गाइज यतातिर चाहिँ घुम्टी यति धेरै छ नि नआएको गभर्मेन्ट पनि आउने खालको घुम्टी रहेछ कि घुम्टी मरेछ घुम्टी नै वाउ यस्तो राम्रो हो नि पारा। वाउ हेर्नु न खेतहरू यस्तो राम्रो छ उताको हरियाली डाँडाकाँडा। अनि हाम्रो ड्राइभर दाइ हुनुहुन्छ उहाँ। तपाईँहरूले चाहिँ यहाँ पहिला तपाईँहरू बर्खामा पनि चलाउनुहुन्छ है यो बाटो? तपाईँहरू जति बेला चलाउने है? बर्खामा बाटो बिग्रिन्छ कि नाइ दाइ? एकदम गाह्रै हुन्छ होइन पहिरो झर्छ है त्यस्तोमा पनि तपाईँहरू चलाउनुहुन्छ है? देख्न सक्नुहुन्छ यो हो नि पारा। वाउ देख्न सक्नुहुन्छ बाटो त बवाल छ कि बवाल। यो हो नि पारा। राम्रोसँग बोल्ने नै अलिक गर्दिनँ कि अनि मेरो फोन पनि अफ हुन लाग्यो छ। म तपाईँहरूलाई जुन भनी राम्रो ठाउँ त देखाउन नि पाउँदिनँ होला। सो तपाईँलाई म एकछिन पछि फेरि पनि देखाउँछु है। सो फाइनली गाइज हिजो चाहिँ म राति भयो थियो अनि प्लस घरमा आउँदा चाहिँ धेरै नै राति भयो थियो। भ्लग एडिट गर्न पाएन। धेरै नै राति के कति बजे 10 बजे थियो होला हामी रुममा आउँदाखेरि। सो मेरो फोन पनि अफ भएको थियो। मैले भनिसकेको थिएँ नि त मेरो फोन अफ हुँदा भनेर। सो त्यही भएर चाहिँ मैले भ्लग स्टार्ट गरिनँ। अनि अहिले चाहिँ हामी बेको लागि बहिनीको लागि चाहिँ केही सामानहरू किन्ने हिँडिरहेको छौँ। सो रहेको चाहिँ यता साथी अनि उता अगाडि चाहिँ मम्मी अनि दिदी भाउजूहरू हुनुहुन्छ। पछाडि चाहिँ ड्याड देख्न सक्नुहुन्छ। सो अब चाहिँ हामी त्यतातिर जान्छौँ है। अनि सामानहरू आफूलाई अब बहिनीको लागि चाहिँ केही सामानहरू ल्याउनु छ नि त। सो प्लस त्यसको लागि चाहिँ हामी सामानहरू देखाउँछु। तपाईँहरूले चाहिँ एकछिन फेरि पनि देखाउँछु। अनि चाहिँ हामी बाटो हिँडेको छौँ। सो साथी बहिनीको बिहे हुँदैछ कस्तो लागिरहेको छ त नि तिमीलाई? दुःख लागेको छ किन हो र लजाउने यार तेरिका यस्तै लजाइदिन्छ क्या मेरो साथी। फेरि धेरै यो सोसल मिडियामा भन्छ नि एक्टिभ हुन सक्दैन कि सो लजाउँछ। त्यही भएर हो अब हामी चाहिँ सामान किन्छौँ के किन्छौँ त त्यो सबै तपाईँहरूलाई हामी देखाउँछौँ स्टार्ट गर्छौँ। अनि हामी यतातिरबाट सुइट उता जान्छौँ। तपाईँहरूलाई म फेरि पनि देखाउने छु। अहिलेलाई बाई। सो गाइस छुरा चाहिँ हामी किनिसकेको छौँ यतातिर। ठुलो हुन्छ कि बहिनीलाई हुन्न के मिल्छ खै ठुलो सानो अब कुन हुन्छ। सो देख्न सक्नुहुन्छ खै एकचोटि दिँदै अप्सनमा चाहिँ यो रहेको छ।
माथिको हो त्यस्तो राम्रो देखिन्छ कसरी उसको क्वालिटी हो यस्तो यो राम्रो लाग्यो यो त सिम्पल छ हैन भाउजू यो सिम्पल किनेको छौँ काटा निकिन्छौँ झुम्का निकिन्छौँ सबै किन्छौँ सो गाइज हामी चाहिँ सामान किनेर आइसक्यौँ अब चाहिँ तपाईँहरूलाई म देखाउँछु अगाडि पनि सामान छ बोकिरहेको छ अनि अरू सामान चाहिँ हामीले रिक्सामा पठाइसकेको छौँ किनकि हामीलाई हिँड्दै बोक्दै हिँड्न धौ हुन्छ नि त त्यही भएर दुईजना अङ्कल र आन्टी चाहिँ जानुभएको छ रिक्सामा हामी चाहिँ हिँड्दैछौँ टाढा छैन नि त सो त्यही भएर हामी हिँड्दै जान्छौँ अलिअलि हाम्रो हातमा भएको सामान सानोतिनो लिगेम नत्र भने अरू सामान त ठुलोहरू सबै रिक्सामा राखेको सो गाइज हाम्रो चाहिँ बहिनी तयार भइसकेकी छिन् हामीले चाहिँ त्यति ठुलो बिहे चाहिँ गरे होइन त्यो क्या हल्का सटक भन्ने टाइपले गरेको बहिनी तिमीलाई कस्तो फिल भइरहेको छ बिहे गर्दैछौ ठिकै कस्तो रुन मन लाग्यो नि तँलाई लागेको छ बिचरा आज यिनी चाहिँ हामीलाई छोडेर जान्छौँ धेरै नै टाढा सो गाइज अहिले एकछिनपछि फेरि तपाईँहरूलाई म देखाउँछु देख्न सक्नुहुन्छ दुईटा बुढी अम्ला दुईटै समाउनु के अरु हैन बुढी अम्ला भाइ धोउनु अलि राम्ररी पहिला धुनु के टोपी झिक्नु टाउका लाउनु त्यही पानी हो त्यसै आज मैले ज्वाइँलाई दिए भने आज जसरी दिएको बामाले त्यसरी नै राम्ररी बसेर बामाको पनि इज्जत धानेर बस्नु पर्छ सो सरी गाइज हामीले चाहिँ ब्यागको मैले देखाउन पाइनँ रुदा आँखा सुन्ने तपाईँहरूले देख्न सक्नुहुन्छ त्यही भएर हामी चाहिँ अहिले उसमा हिँड्यौँ सिम क्या अरे दुर्कोट हिँडेको छौँ हामी चाहिँ अहिले देख्न सक्नुहुन्छ हाम्रो ग्याङ उता हुनुहुन्छ सो गाइज भ्लग पनि हिजोदेखिको छ हिजो पोखरादेखिको छ आजसम्म एन्ड भएन क्या अझै पनि अब म धुर्कोट जान्छु धुर्कोट गएर बेलुका गर्छु भने चाहिँ तर म गर्दिनँ होला सायद यता चाहिँ नेटहरू छैन नेट प्रब्लम छ सो त्यही भएर मैले भ्लग एन्ड चाहिँ म पोखरै गर्छु र पोखरै गएर मलाई भ्लग हाल्ने छु हो कि न गाइस बहिनीको बिहे हुँदा तिमीलाई कस्तो लाग्यो दुःख नराम्रो लाग्यो नि त लागिहाल्छ सो डेन्जरै नरमाइलो लाग्यो के गर्नु धेरै रोइयो तपाईँहरू देख्न सक्नुहुन्छ नि आँखा नै के हेर्नु न हो यति धेरै रोने हामी के मिसै पाएनौँ के हावा आइराखेर के कुरा गरिरहेको छु उसले के कुरा गर्छ म यहाँ स्याड मोमेन्टमा चाहिँ उ आएर फन्ने गरिदिन्छ ल भएको साथी इन्ड गरिदेऊ सो गाइस देख्न सक्नुहुन्छ काना बोक्दिएको केही नरे के नाच्यो त्यस्तो तपाईँ जान नाच्यो जस्तो होला खतरा नाच्नु भयो पैसा त्यसलाई मेरो वालहरू मेरो बाबाको बेइज्जत गरिदिने होला नि सुरजलाई देखाएर तेरा बाजे सुरजलाई देखाएर अरे अझै नाच्नु अर्कै भिडियो गराइदिन्छ हालिदिए पनि के भयो त भाइरल होला राम्रो नाच भाइरल भएर पैसा आयो नि त आयो नि हो र तर मिठो नाच्नु अलि त्यो चाक हल्लाउने मात्र होइन कसको गीत अरे हजुरको फेभरेट गीत होइन र अर्को घर काटेर